डिटर्मिनेसन अफ स्पेसिफाई हिट क्यापेसिटी अफ सोलिडको कसरी चाहिँ स्पेसिफाई हिट क्यापेसिटी पत्ता लगाउने भनेर आज त्यसको बारेमा भिडियो बनाएको छु। यो पहिले चाहिँ डेरिभेटिभ गर्ने, त्यसपछि चाहिँ यो फर्मुला युज गरेर चाहिँ हामीले चाहिँ यसको सोलिडको चाहिँ हामीले स्पेसिफाई हिट क्यापेसिटी पत्ता लगाउन सक्छौँ। पहिले चाहिँ यो आफ्नै भाषा मिलाएर लेख्ने, लेट अस टेक कन्सिडर भनेर लेखे पनि हुन्छ। लेट अस टेक इन सोलिड बल, पहिलो नि चाहिँ बल लिने, बललाई क्यालोमिटरमा हाल्ने, क्यालोमिटर त्यो चाहिँ पानीले भरिएको छ, अनि हिट चाहिँ सोलिड लस गर्यो, गेन वाटरले गर्यो भनेर चाहिँ हामीले यो आफ्नै भाषामा लेख्ने। अनि मास अफ बल लेख्ने, मास अफ वाटर, मास अफ क्यालोमिटर, यो चाहिँ हामीले आफै लेख्ने यहाँसम्म। यो सामान्य हो, नर्मल भाषा हो। ध्यान दिनुपर्ने कुरा चाहिँ यहाँ हो, फ्रम प्रिन्सिपल अफ क्यालोरिमेट्री भनेर लेख्ने। हिट लस इज इक्वल टु हिट गेन, लस चाहिँ बलले गर्यो, अनि चाहिँ हिट गेन चाहिँ वाटर र क्यालोरिमिटरले गर्यो। एमएसडिटी T2 माइनस T1 गर्ने। यसमा पनि के लस गर्यो, ध्यान दिनुपर्ने कुरा यो र यिनी दुइटा हो। यसमा चाहिँ अलिकति आफै बुझ्नु प्रयास गर्ने। अनि चाहिँ यो चाहिँ यदि भाग गर्न गयो, एसबी इज इक्वल टु स्पेसिफाई हिट क्यापेसिटी अफ बलको चाहिँ फर्मुला यो हुन्छ। यो चाहिँ तपाईँले यसो गरेर टिक गर्नु पऱ्यो।